द डिबेटमा स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुराकानी गर्दैछौँ जसले नेपालका लाखौं स्यालेरी मानिसहरूको मतलब जो जागिर गर्नुहुन्छ उहाँहरूको भविष्यलाई प्रत्यक्ष असर गर्छ। सामाजिक सुरक्षा कोष अर्थात् एसएसएफ। अब स्रोत सामग्रीले यसलाई हरेक श्रमिकको भविष्यको ढाल भनेको छ जसले उनीहरूलाई आर्थिक जोखिमबाट बचाउँछ। हो, तर आज हाम्रो छलफलको मुख्य प्रश्न चाहिँ यो हो के सबै श्रमिकको कमाइबाट अनिवार्य रूपमा पैसा काटेर एउटा केन्द्रीकृत कोषमा जम्मा गर्ने यो मोडल नै उनीहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्ने र देश विकासलाई पनि सघाउने सबैभन्दा उत्तम बाटो हो त? मेरो विचारमा यो कोष एउटा दूरदर्शी र आवश्यक सामाजिक सम्झौता नै हो। यसले श्रमिकलाई सुरक्षाको प्रत्याभूति दिन्छ र सँगसँगै राष्ट्रिय पुँजी निर्माण गरेर देशलाई आत्मनिर्भर बनाउने बाटो पनि खोल्छ। तर मलाई लाग्छ यसको जुन अनिवार्य प्रकृति छ नि, अनि लगानीमा हुने जोखिम र व्यक्तिगत आर्थिक स्वतन्त्रतामाथि यसले गर्ने हस्तक्षेपबारे हामीले गम्भीर रूपमा सोच्न जरुरी छ। कतै यो सुरक्षाको नाममा लगाइएको एउटा सुनौलो तर गह्रुङ्गो जन्जिर पो हो कि? मलाई त त्यस्तो लाग्दैन। हेर्नुस् न, सामाजिक सुरक्षा कोषको संरचनालाई नै हेरौँ। यो श्रमिकको जीवनमा आइपर्ने विभिन्न सङ्कट जस्तै जागिर छुट्दा, बिरामी पर्दा, दुर्घटना हुँदा वा बुढेसकालमा आर्थिक टेवा दिनको लागि बनाइएको हो। यसको सबैभन्दा शक्तिशाली पक्ष भनेको मेरो विचारमा योगदानको मोडल हो। श्रमिकको आधारभूत तलबबाट 11% काटिन्छ भने रोजगारदाताले त्यसमाथि 20% थपिदिन्छ। मतलब तपाईले 1 रुपियाँ जम्मा गर्दा तपाईको रोजगारदाताले लगभग 2 रुपियाँ थपिदिन्छ। अब भन्नुस्, यस्तो किसिमको बचत वृद्धि व्यक्तिगत प्रयासबाट लगभग असम्भव नै छ। यो केवल पैसा जम्मा गर्नु मात्र होइन, यो एउटा यस्तो प्रणाली हो जसले तपाईको सानो बचतलाई पनि व्यावसायिक लगानी मार्फत बढाएर सुरक्षित भविष्यको आधार तयार गर्छ। र त्यो जम्मा भएको अरबौंको पुँजीले देशकै ठूला पूर्वाधार जस्तै जलविद्युत वा द्रुत मार्गमा लगानी हुँदा त्यसले देशको अर्थतन्त्रलाई नै बलियो बनाउँछ नि। तपाईले भनेको कुरा सिद्धान्तमा एकदमै आकर्षक सुनिन्छ, तर म यसलाई अलिक फरक कोणबाट हेर्छु। सामाजिक सुरक्षाको अवधारणामा कसैको दुई मत छैन, तर समस्या यसको एकै साइजको जुत्ता सबैलाई भन्ने खालको कार्यान्वयनमा छ जस्तो लाग्छ। श्रमिकको कुल कमाईको 31% जति रकम एउटै बास्केटमा, त्यो पनि अनिवार्य रूपमा बन्द हुनुले त्यसले व्यक्तिको आफ्नो पैसामाथिको नियन्त्रण खोज्छ। मानौ एकजना 30 वर्षे सफ्टवेयर इन्जिनियर छिन् जसको तलब राम्रो छ र उनी वित्तीय बजारबारे जानकार पनि छिन्। ठीक छ, उनलाई त्यो पैसा एसएसएफमा 15 वर्ष लक गर्नुभन्दा शेयर बजारमा वा घर किन्नको लागि डाउन पेमेन्टमा लगाउनु बढी फाइदाजनक लाग्न सक्छ। तर यो प्रणालीले उनलाई त्यो छनौटको अवसर दिँदैन। अनि तपाईले पूर्वाधारमा लगानीको कुरा गर्नुभयो, तर स्रोत सामग्रीले त्यो लगानीको जोखिमबारे त केही बोल्दैन। यदि कुनै जलविद्युत आयोजना वर्षौंसम्म बन्न सकेन वा लागत दोब्बर तेब्बर भयो भने त्यसमा लगानी भएको श्रमिकको पैसाको जिम्मा कसले लिन्छ? तपाईले उठाउनु भएको व्यक्तिगत छनौटको कुरा जायज छ, तर एकछिन सोचौं त, के समाजका सबै व्यक्ति कुशल लगानीकर्ता हुन्छन्? सबैलाई शेयर बजार वा रियल एस्टेटको ज्ञान हुन्छ? हुँदैन नि। धेरै श्रमिकहरू आफ्नो दैनिक गुजारा चलाउनमै व्यस्त हुनुहुन्छ। उहाँहरूका लागि भविष्यको योजना बनाउन गाह्रो हुन सक्छ। यो कोषले त्यही ग्यापलाई पूरा गर्छ। यो भनेको गाडी चलाउँदा सीट बेल्ट अनिवार्य लगाउनु जस्तै हो। केहीलाई अप्ठ्यारो लाग्ला, तर समग्रमा यसले सबैको ज्यान जोगाउँछ। एसएसएफले एउटा न्यूनतम वित्तीय सुरक्षाको जग बसालिदिन्छ ताकि कोही पनि श्रमिक बुढेसकालमा बेसहारा हुन नपरोस्। यो व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप होइन, यो त जोखिमको सामूहिक व्यवस्थापन हो। तपाईको सीट बेल्टको उदाहरण रोचक छ, तर यहाँ एउटा फरक छ। सीट बेल्टले दुर्घटनाको जोखिमबाट मात्र बचाउँछ, तर एसएसएफले त व्यक्तिको वित्तीय जीवनको एउटा ठूलो हिस्सा नै नियन्त्रण गर्छ। वित्तीय रूपमा सचेत मानिसलाई सजाय दिनु त भएन नि, होइन र? कल्पना गरौँ, यदि रोजगारदाताले थपिदिने त्यो 20% रकम कोषमा नहालेर सिधै तलबमा दिएको भए के हुन्थ्यो? त्यो अतिरिक्त पैसाले कसैले आफ्नो बच्चालाई राम्रो स्कुलमा पढाउँथ्यो होला, कसैले सानोतिनो व्यवसाय सुरु गर्थ्यो होला, वा कसैले घर किन्नको लागि ऋणको इएमआई तिर्थ्यो होला। यी सबै कुराले उनीहरूको जीवनस्तर तत्कालै सुधार गर्थ्यो। तर कोषले त्यो पैसालाई 15-20 वर्षपछिको अनिश्चित भविष्यको लागि बन्धक बनाइदिन्छ। यसले व्यक्तिको लिक्विडिटी अर्थात् तत्काल पैसाको पहुँचलाई सिधै असर गर्छ।
तर तपाईँले तत्कालको फाइदा हेरेर दीर्घकालीन राष्ट्रिय लाभलाई बिर्सिनुभयो जस्तो लाग्यो मलाई। देश विकासका लागि चाहिने ठूलो पुँजी हामीले कि त विदेशीसँग चर्को ब्याजमा ऋण लिनुपर्छ कि त अनुदान माग्नुपर्छ। सामाजिक सुरक्षा कोषले तेस्रो र सबैभन्दा सम्मानजनक बाटो देखाउँछ, आफ्नै नागरिकको छरिएर रहेको बचतलाई एकत्रित गरेर राष्ट्र निर्माणमा लगाउने। जब हामी आफ्नै पुँजीले फास्ट ट्र्याक वा ठूला जलविद्युत आयोजना बनाउँछौँ, त्यसले देशको पैसा देशमै रहन्छ, हजारौं रोजगारी सृजना हुन्छ र समग्र अर्थतन्त्र चलायमान हुन्छ। यो आत्मनिर्भर अर्थतन्त्रको आधारशिला हो। श्रमिकले आफ्नो भविष्य सुरक्षित गर्दा गर्दै राष्ट्र निर्माणको हिस्सा बन्न पाउनु सानो कुरा होइन। राष्ट्र निर्माणको भावना आफैमा राम्रो हो, तर त्यसको कार्यान्वयनको धरातल पनि त हेर्नुपर्छ। तपाईले फास्ट ट्र्याकको कुरा गर्नुभयो, राम्रो, तर मेलम्ची आयोजनाको उदाहरण हेरौँ न। दशकौंको ढिलासुस्ती, पटक पटक बढ्ने लागत र त्यसमाथि हुने राजनीतिक चलखेल। यस्ता आयोजनामा श्रमिकको पसिनाको कमाई लगानी हुँदा त्यसको जोखिम कति हुन्छ? सिद्धान्तमा विज्ञहरूले लगानीको निर्णय गर्छन् भनिएला, तर हाम्रो जस्तो देशमा यस्ता ठूला कोषहरूमा राजनीतिक नियुक्ति र दबाव कति हावी हुन्छ भन्ने कुरा लुकेको छैन। कोषको लगानी डुब्यो भने त्यसको जवाबदेहिता कसको हुन्छ? के त्यसको पारदर्शी लेखा परीक्षण र सार्वजनिक सुनवाई हुन्छ? जबसम्म लगानीको निर्णय प्रक्रिया 100% पारदर्शी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुँदैन, तबसम्म यो श्रमिकको बचतमाथिको एउटा ठूलो जुवा हो। म तपाईको चिन्तालाई नकार्दिनँ म। पारदर्शिता र सुशासन कुनै पनि कोषको सफलताको लागि अनिवार्य शर्त हो र यसमा सुधारको गुन्जायस सधैँ रहन्छ। तर लगानीको जोखिमको कुरा गरेर कोषले दिने अन्य सामाजिक सुरक्षाका फाइदाहरूलाई बिर्सन मिल्दैन। यो केवल पेन्सन कोष मात्र होइन नि। यसभित्र औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना बीमा र आश्रित परिवार सुरक्षा योजना जस्ता विभिन्न स्किमहरू छन्। मानौ कुनै श्रमिक दुर्घटनामा परेर काम गर्न नसक्ने भए भने कोषले उनलाई जीवनभर आर्थिक सहायता दिन्छ। उनको मृत्यु भएमा उनको परिवारले आर्थिक सहयोग पाउँछ। एउटा सामान्य श्रमिकले यति धेरै सुरक्षाको लागि छुट्टा छुट्टै बीमा पोलिसी किन्नु पर्यो भने उसको तलबको ठूलो हिस्सा त्यसमै सकिन्छ। कोषले एउटै छाता मुनि यो सबै सुरक्षा दिन्छ, जुन यसको सबैभन्दा बलियो पक्ष हो। फेरि पनि कुरा त्यही आयो, कागजमा देखाइएको र व्यवहारमा पाइने लाभको बीचको खाडोल। तपाईले भनेका लाभहरू आकर्षक छन्, तर तिनको प्रभावकारिता कस्तो छ? उदाहरणका लागि औषधि उपचार खर्चको सीमा कति छ? स्रोत सामग्रीले भन्छ वार्षिक 1 लाख रुपियाँसम्म पाइन्छ। के आजको दिनमा कुनै गम्भीर रोग लाग्दा 1 लाखले उपचार सम्भव छ? एउटा सामान्य शल्यक्रियाको खर्च नै त्योभन्दा बढी हुन्छ। अनि पेन्सनको कुरा गरौँ, जुन सबैभन्दा ठूलो आकर्षण हो। कम्तीमा 15 वर्ष योगदान गरेपछि मानौ 60 वर्षको उमेरमा तपाईले पेन्सन पाउन थाल्नुभयो। तर त्यो बेलासम्म मुद्रास्फीतिले तपाईको पैसाको मूल्य कति घटाइसकेको हुन्छ? पछिल्लो 10 वर्षको नेपालको औसत मुद्रास्फीति दर लगभग 8% छ। यही दर कायम रह्यो भने 20 वर्षपछि आजको 1 लाख रुपियाँको क्रय शक्ति मतलब पर्चेजिङ पावर 30,000 भन्दा कम हुन्छ। के कोषको लगानीले यो 8% को मुद्रास्फीतिलाई जितेर त्यसभन्दा माथि आकर्षक प्रतिफल दिन सक्छ भन्ने कुराको कुनै ग्यारेन्टी छ? यो प्रश्नको स्पष्ट जवाब बिना पेन्सनको सपना मृगतृष्णा मात्रै हुन सक्छ। पहिले मुद्रास्फीतिको कुरा उठाउनुभयो, जुन एउटा वास्तविक चुनौती हो, तर व्यावसायिक कोष व्यवस्थापकहरूको काम नै यही हो, मुद्रास्फीतिलाई जित्ने गरी लगानीको पोर्टफोलियोलाई विविधीकरण गर्ने। केही रकम सुरक्षित सरकारी ऋणपत्रमा लगानी हुन्छ, केही पूर्वाधारमा र केही उच्च प्रतिफल दिने क्षेत्रमा। व्यक्तिगत रूपमा यस्तो सन्तुलित लगानी गर्न धेरैका लागि सम्भव हुँदैन, अनि कोषको लाभ समयअनुसार परिमार्जन हुँदै जान्छ। अहिलेको 1 लाखको सीमा भविष्यमा बढ्न सक्छ। हामीले प्रणालीलाई सुरुमै असफल करार गर्नुभन्दा यसलाई बलियो बनाउने र समय सापेक्ष सुधार गर्दै लैजाने बाटोमा सोच्नुपर्छ। यो एउटा सुरुवात हो, अन्त्य होइन। सुधारको सम्भावनालाई म पनि मान्छु, तर सुधार नहुन्जेलसम्म श्रमिकले आफ्नो कमाईमाथि जोखिम मोल्नुपर्ने। मेरो मूल तर्क के हो भने यो प्रणालीलाई अनिवार्य गर्नुको सट्टा ऐच्छिक बनाउन सकिँदैन वा एउटा हाइब्रिड मोडलमा जान सकिँदैन। जस्तै सरकारले एउटा न्यूनतम योगदान अनिवार्य गरोस् र त्यसभन्दा माथिको रकम श्रमिक र रोजगारदाताले चाहेमा कोषमा राख्न सक्ने वा सरकारबाट मान्यता प्राप्त अन्य निजी पेन्सन फन्ड वा लगानी योजनामा लगाउन सक्ने विकल्प दिन सकिन्छ।
यसले सुरक्षाको न्यूनतम आधार पनि सुनिश्चित गर्छ र व्यक्तिगत छनौटको अधिकारको पनि सम्मान गर्छ। प्रतिस्पर्धाले एसएसएफलाई पनि आफ्नो सेवा र प्रतिफल सुधार्न दबाब दिन्छ। अहिलेको जस्तो मोनोपोलीले त संस्थालाई अल्छी र गैर जिम्मेवार बनाउने खतरा बढी हुन्छ। सारांशमा भन्नुपर्दा सामाजिक सुरक्षा कोष एउटा बृहत सामाजिक सुरक्षाको खाका हो। यसले व्यक्तिगत बचतलाई राष्ट्रिय पुँजीमा बदलेर व्यक्ति र राष्ट्र दुवैको हित गर्छ। हो, यसको कार्यान्वयनमा चुनौतीहरू छन्। पारदर्शिता बढाउनु पर्नेछ र लाभहरूलाई समय सापेक्ष बनाउनु पर्नेछ। तर यसको मूल उद्देश्य हरेक श्रमिकलाई सम्मानजनक र सुरक्षित भविष्य दिनु नेपाल जस्तो देशका लागि अत्यावश्यक छ। यसलाई बलियो बनाउनुको विकल्प छैन। र मेरो निष्कर्षमा कोषको उद्देश्य राम्रो भए पनि यसको अनिवार्य केन्द्रीकृत र एकाधिकारवादी संरचनाले गम्भीर प्रश्नहरू खडा गर्छ। व्यक्तिगत आर्थिक स्वतन्त्रताको हनन, लगानीको जोखिम र पारदर्शिताको अभाव अनि दीर्घकालीन प्रतिफलको अनिश्चितता जस्ता विषयहरूलाई सम्बोधन नगरी यसलाई सफल मान्न सकिँदैन। श्रमिकको हित गर्ने हो भने उनीहरूलाई विकल्प दिन र आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकार दिन डराउनु हुँदैन। पक्कै पनि सामाजिक सुरक्षा कोष श्रमिकको भविष्यसँग जोडिएको एउटा संवेदनशील र जटिल विषय हो। आजको हाम्रो कुराकानीले यसका दुवै पक्षलाई उजागर गरेको छ। हो, स्रोत सामग्रीमा आधारित यो छलफलले के देखाउँछ भने यसका बलिया पक्षहरू छन्, तर यसमा गम्भीर र विचार गर्नै पर्ने कमजोरीहरू पनि छन्। अन्ततः यो कोषको सफलता यसको व्यवस्थापन कति पारदर्शी हुन्छ, लगानीका निर्णयहरू कति बुद्धिमानीपूर्वक लिइन्छन् र यसले दिने लाभहरू समयसँगै कति सान्दर्भिक रहन्छन् भन्ने कुरामा निर्भर गर्दछ। यसबारे थप विमर्श र खोजको ढोका सधैँ खुला रहनुपर्छ।